हाई गाइज नमस्ते गुड मर्निङ म रोशनी तामाङ आई होप हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। आज पनि फेरि मैले भिडियो लिएर आएकी छु किनभने आज चाहिँ मेरो डे अफ हो। सो आज चाहिँ म के गर्नेछु भनेर हजुरहरूलाई देखाउने छु। मेरो निन्द्रा नपुगेको चाहिँ कति दिन भइसकेको थियो। सो आज चाहिँ म धेरै सुतेछु अनि 11+ भइसकेको थियो म उठ्दा हैन। अनि उठेर चाहिँ म मेरो रुमहरू सफा गर्छु। मेरो चाहिँ आँखा ठुलो भएर सुनिरहेको थियो कि धेरै सुतेर होला सायद। अनि अब आफ्नो घर नभए पनि रुम त आफ्नो हो, माया गर्नुपर्छ त्यही लाग्छ मलाई चाहिँ। त्यही भएर मैले चाहिँ फर्स्टमा उठेर मेरो झ्यालको साइडहरू कस्तो फोहोर भएको थियो अनि मैले मेरो झ्यालको साइडहरूलाई सबै सफा गरेँ। सफा गरेर सबै सामानहरूलाई पहिलेकै ठाउँमा राखिदिएँ। माया गर्नु मन लाग्छ मलाई चाहिँ। घर आफ्नो नभए पनि रुम त आफ्नो हो जस्तो लाग्छ। बसुन्जेल सबै ठाउँ आफ्नो हो। सो मैले चाहिँ मेरो रुमहरूलाई मजाले मेरो बेडहरूलाई मिलाइसकेपछि चाहिँ मेरो फाइनल लुक, बेडको फाइनल लुक यस्तो थियो। अनि मैले हिजो बेलुकै कामबाट आएर पनि सफा गरिसकेको थियो। सो अलिअलि गर्नुपर्ने थियो, त्यही भएर अलिअलि सफा गरेर दाँत ब्रस गरेर मुखसुख धोएँ हैन। हल्का क्रिम श्रिम लगाएँ अनि 5-10 मिनट धेरै त हैन अलिअलि शरीरलाई थन्काएँ। एक्सर्साइज गरेको भनौँ के भनौँ, धेरै पनि गरेको हैन, थोरै एक्सर्साइज गरेँ। किनभने म पहिला चाहिँ धेरै एक्सर्साइज गर्ने मान्छे हो। अहिले चाहिँ म त्यति धेरै एक्सर्साइज गर्न पनि सक्दिनँ। काम पनि त्यस्तै हुन्छ नि त, त्यही भएर थकित हुन्छु। अलिअलि चाहिँ गर्छु। अनि एक्सर्साइज गर्दा मेरो दिमागमा चाहिँ एउटा कुरा आयो कि हैन आज चाहिँ म बाहिर जान्छु, किन यसरी बस्नु र घरमा सधैँ है जहिले पनि काम घर मात्र भइरहेको छ। अनि सबैजनाले हेर्दा चाहिँ देख्दा चाहिँ भिडियो बनाएको छ रमाइलो छ उसको जिन्दगी भन्ने लाग्छ। तर आफूलाई नै थाहा छ आफूभित्र के पीडा छ, सबै आफूलाई नै थाहा छ भन्ने गर्छ। अनि गल्ती जो मान्छेले गर्छ त्यही मान्छेलाई मात्रै थाहा हुन्छ भन्ने हो। त्यही कुरा सत्य नै हो हैन। जो मान्छेले भोगिरहेको छ आफ्नो जिन्दगी उसलाई नै थाहा छ। हेर्दा सबैलाई राम्रो खुसी रमाइरहेको छ देखिन्छ। सो मैले एक्सर्साइज गरिसकेपछि चाहिँ नुहाएर अनि कफी सफी लिएर हैन अनि यसो कफी पिउँदै मेकअप गरेँ। अनि मेकअप गरिसकेपछि चाहिँ मेरो मेकअप गरिसकेपछिको फाइनल लुक पनि हेर्नु होला हजुरहरूले। त्यस्तो धेरै मेकअप त गर्दिनँ, हल्का हो, त्यस्तो मेकअप गर्न आउँदैन। यो चाहिँ मेरो फाइनल लुक हो। अनि म चाहिँ टक्क रेडी भएर ब्याग बोकेर गएँ। अनि म चाहिँ यसो नक्कल पार्दै अब चाहिँ हिँडेँ। म एक्लै थिएँ हैन, मार्केट गएँ। अनि मार्केट गइसकेपछि चाहिँ मलाई आज स्विट खान मन थियो कि, स्विट र पिरो। अनि मैले चिप्स एउटा लिएँ अनि मैले यो एउटा स्विटवाला क्रोसन लिएँ। अनि त्यसपछि चाहिँ म गएँ टक्क। अनि कोपीको चक्लेट देखेँ हैन, कोपीको चक्लेट चाहिँ मलाई खुब मनपर्छ। अनि कोपीको चक्लेट लिएर म चाहिँ गएँ बाटोतिर यसो एक्लै नक्कल पार्दै। नक्कल त पार्नै पर्यो हैन। अनि यहाँनिर गएर हेर्नुहोस् न, यहाँ समुद्रको भ्यू वा कस्तो राम्रो आनन्द, मनमै कस्तो आनन्द आउने कि। अनि म एक्लै थिएँ, दायाँ बायाँ कोही पनि हुनुहुन्न थियो। त्यही पनि आज पोर्चुगलमा चाहिँ पब्लिक होलिडे थियो। सो त्यही भएर म एक्लै थिएँ। अनि त्यहाँ रेस्टुरेन्टनिर पनि कोही हुनुहुन्न रहेछ। अनि त्यहाँ समुद्र पुगेर एक्लै रमाएँ। ब्लर आइरहेको छ त्यही पनि केही छैन, आफूभित्र नै रमाउनुपर्छ, आफूमै रमाउनुपर्छ भन्दै म चाहिँ एक्लै पानीसँग रमाउँदै भिडियो बनाउँदै बसेँ। अनि त्यसपछि मलाई चाहिँ कस्तो भोक लागिसकेको थियो कि यत्तिकै नै लेट भइसकेको थियो। मैले कफी बाहेक केही पनि पिएको थिएन। सो त्यसपछि चाहिँ म टक्क आएर यस्तो क्यामेरा नजिकै आएर नक्कल पार्दै हैन। अनि त्यसपछि मैले अघि लिएको क्रोसनलाई चाहिँ स्विटवाला क्रोसनलाई चाहिँ खाएर भिडियो बनाएँ। भिडियो बनाउँदै म चाहिँ के गर्नु होला भनेर सोचेँ। त्यही पनि केही छैन, एकछिन बस्छु अनि त्यसपछि जान्छु रुममा भने। अनि उता दौडी आएँ, क्यामेराको अगाडि नक्कल पारेँ हैन। त्यसपछि एक्लै यताउता भिडियोहरू बनाएँ। अनि त्यसपछि कोपीको पालो कोपी खाएँ। अनि त्यसपछि चाहिँ मैले लिसुलाई राखेर अब घरतिर जान्छु भने बाई बाई।